यो पशुपति मन्दिरको पछाडिपट्टिको आर्यघाटको क्षेत्र हो हैन। निकै प्रदूषण छ यो क्षेत्रमा। यो खोला त निकै फोहोर छ, सायद यतिसम्म फोहोर छ कि अब के भनौँ हैन, यस्तो फोहोर छ। तर पशुपति हिन्दू धर्मका लागि स्पेसल्ली चाहिँ एकदम महत्त्व आध्यात्मिक दृष्टिकोणले निकै सुन्दर मानिन्छ हैन। तर भौतिक रूपमा चाहिँ अहिले लास्टै फोहोर भएको छ, यति धेरै फोहोर छ। यो गौरीघाटबाट आएको बागमती नदी हो अनि यो पनि खतरा छ। जे पहिल्यैदेखि एक किसिमको विज्ञान भनौँ कि इन्जिनियरिङ भनौँ कि हैन, यो पशुपतिलाई चाहिँ एउटा सिम्बोलिजम पनि कस्तो छ भने, जस्तै आखिर जिन्दगी भनेको अन्तिम सत्य हो जहाँ मृत्यु भइरहेको छ हैन। अनि यो उकालो जस्तो ठाउँ छ नि हो, यो ठाउँमा चाहिँ मान्छेलाई सुरुमा सबै मृत्यु हुनुभन्दा अगाडि यो ठाउँमा ल्याएर राख्छन्। अनि त्यसपछि अन्तिम सत्य चाहिँ यो हो नि त। अनि त्यसैले यहाँ विरूपाक्षको मन्दिर छ, यसले चाहिँ अब युगलाई दर्शाउँछ हैन। यो मूर्तिभित्र छ, यहाँ चापी लगाएको हुन्छ। त्योभन्दा अनि माथि चाहिँ आरती हुन्छ क्या, आरती हुन्छ। अनि आरतीभन्दा माथि चाहिँ अन्तिम सत्य चाहिँ अर्को भगवान भने जस्तो शिवको मन्दिर छ, जुन अग्लो गजुर भएको होइन। अब मान्छेहरू आखिर के छ र जिन्दगी होइन, अन्तिममा यही हुने त हो नि। तर हामी चाहिँ अब त्यसको लागि के गर्नुपर्छ भने चाहिँ भगवानको नाममा जीवन दिनुपर्छ जस्तो आरती गर्ने ठाउँले दर्शाउँछ। र अन्तिम फेरि के भने चाहिँ कसको नाममा त, को भगवानको नाम भन्दाखेरिमा अब शिवको नाम भनेर यसरी बुझाएको छ क्या। त्यो चाहिँ जोस् साङ्केतिक रूपमा पशुपति आफैमा एकदम पवित्र सुन्दर ठाउँ हो। यहाँको संरचनाको शैली पनि राम्रो छ।